तपाईहरुले देख्नुभएको थियो कि नै यस्तो एभोकाडो सानो मिनीमा मैले फर्स्ट टाइम देखेको है। एभोकाडो मलाई एकदमै मन पर्छ, तर मैले मिनी साइजको चाहिँ आज फर्स्ट टाइम देखेर लिएर आएको। हामीले एभोकाडो चिकन सलाद बनाउन लाग्यो हैन। अनि यो चाहिँ सिडलेस हुँदो रहेछ के, हेर्नु न, देखाउँथे त कति मजा के, सिड नहुने अनि वेट पनि धेरै नजाने नि धेरै आउने, तर छिल्न झन्झट हुन्छ, तर पनि मिठो चाहिँ हुन्छ हैन। मेरो फेभरेट हो। अब चिकनसँग सलाद बनाउँछु। अब भिडियो कन्टिन्यू गर्छु एकछिनपछि है। अनि यो चिकनलाई चाहिँ यसो बोइल गरेर, अरू पनि छ, अनि यहाँ चाहिँ यति मात्रै पाके भएर छ। अनि यसरी चिकनलाई बोइल गरेर चिकन ब्रेस्ट अनि यसरी सानो सानो पिसेसमा यस्तो गर्ने अनि सलादमा राख्ने है। अनि यहाँ मिनी धनिया पनि छ आफ्नो बारीको। बिचारा मजबुर भएर चाहिएर खानु परेको, जराइदिन हाल्यो होला छ मैले। अनि यो बोइल गरेको चिकन है यसरी अघि काटेको थिएँ नि, भोलि राख्यो, धेरै नै ल्याएर भोलिको लागि राखेको छु। यो चिकन भइहाल्यो। अनि यसमा टमाटो छ, धनिया छ, अनि प्याज छ, काँक्रो पनि छ। अब मैले थोरै ब्ल्याक पेपर पनि राख्न लागेको। अनि यो पिङ्क सल्ट हो। हामीले चाहिँ काँचो कुरा खाँदा जहिले पनि पिङ्क सल्ट राख्ने गरेछौँ। पिङ्क सल्ट चाहिए जति। अब यसलाई चाहिँ मैले मिक्स गरेर देखाउने छु। लेमन स्क्विज गर्नु पर्यो, धेरै नराख्ने लेमन चाहिँ, गोलभेडा पनि छ नि त, यति मात्रै। अब यसलाई चाहिँ मजाले मिक्स गर्ने, हातले गरे पनि एभोकाडो जति सबै म्यास भइदिन्छ नि त, यसले गर्दा भयो। सर्भ गर्न लागेको है। यो चाहिँ मेरो फेभरेट प्लेट हो, यसमा सर्भ गर्न लागेको। अब म मिठो हो, तपाईहरुले पनि खान सक्नुहुन्छ। यसो यम्मी भन्छ। थ्याङ्क यू।